एकदमै गुफा जस्तो देखिन्छ, डरमर्दो पनि देखिन्छ। तर यसमा रहस्यहरू थुप्रै लुकेको हुनसक्छ। र यो 3 करोड जनता यो मन्दिरमा आउने, यो मुक्तिमा आउने, यो दर्शन गर्न आउनको लागि यति बिजोग छ। यो बाटो पिच गर्नुपर्छ। त्यो ताकि एउटा व्यक्तिको लागि होइन, चन्द्र ढकालको लागि होइन। ताप्लेजुङ चन्द्र ढकालले विकास गरेको छैन, विनाश गरेछ। यो कुरा अमिर बादलले बुझ्नुपर्छ। नमस्ते, इसमी ताङसाङ गगन। म चाहिँ आज मुकुमलुङको टप लेभलमा चाहिँ आएको छु, जहाँ चाहिँ पाथिभरा माता र यहाँ महागुरु फाल्गुनन्दको शालिग रहेको छ। यहाँ चाहिँ याक्थुङबाहरूको चाहिँ एकदमै माङ्गेना चोलुङ पनि उहाँले यहाँ राख्नु भएको छ भने यता साइडमा थुप्रै उहाँले चाहिँ याक्थुङबाहरूको चाहिँ जुन पूजा गर्ने ठाउँ यहाँले राख्नु भएको छ भने यहाँदेखि तपाईँहरू एक स्टेप तल चाहिँ पाथिभरा माताको मन्दिर तपाईँहरूले पाउनुहुन्छ। तपाईँहरू त्यहाँ तल गएर पनि हामी यहाँको माताको जुन परिस्थिति अवस्था कस्तो छ भन्ने कुरा चाहिँ हामी देखाउनेछौँ। टामोतिरदेखि चाहिँ माथि ताप्लेजुङ चाहिँ अवलोकनमा हिँडिरहेको अवस्था। अहिले हामी बुधबारको बाटो चाहिँ ठाडो उकालो लागेको अवस्था। बाहिर निस्किनु न। चियाबारीको शीतल मन पराउँछ। इलामको रक्सी भन्ने ठाउँमा हामी जमुक्त पानीले दुधचोके बनाएको अवस्था छ। इलाम नगरपालिका 9 रक्सीमा अहिले हामी आइपुगेका छौँ, जहाँ चाहिँ यत्रो ठुलो पानी परेर एकदमै बढेसी बगिरहेको अवस्था छ। तपाईँको ठुलै यत्रो टाइपको यो ठाउँ चाहिँ विशेष शेर्पाहरूको बस्ती छ भन्ने यहाँहरूले कुरा गरिरहनु भएको छ। यहाँ चाहिँ हरेक वर्षयाममा यसरी चाहिँ पानी परिरहन्छ भन्ने कुराहरू पनि छ। यो आर्टिफिसियल हो कन्फ्युज हाउ अमेजिङ फुल है। यो चाहिँ के फुल्दैछ यो? अलिकति बिरुवा लानु पऱ्यो त हुन्थ्यो। खाना लागिरहेको छौँ जहाँ मात्रै हामी फुर्केमा नानी। Amazing place, right? यस्तो दृश्यमा चाहिँ मान्छेहरू अहिले आलु रोपिरहेको अवस्था, आलु गोडिरहेको अवस्था। वाउ वाउ, अरू ठाउँमा गर्मी भएर चाहिँ पसिना ओफ भइरहेकोलाई यहाँ खुसी ओफ भन्छ हो। मायाले बोलाउला हेर्न सक्नुहुन्छ भित्र साइडमा यस्तो राम्रो दृश्यमा हराउनु मन त पक्कै पनि सबैलाई होला, तर कहाँ पाउनु र है। यो दृश्य चाहिँ राँकी भन्ज्याङको दृश्य हो। अहिले तराईवासीका साथीहरूले यो दृश्य देखे भने ठुक निल्ने गर्छन् यति राम्रो मौसममा। अहिले हामी भन्ज्याङ
ठाउँतिर आइसकेको छौँ। यस्तो दृश्य मनमोहक छ। हेवा खोला हो, जुन हेवा खोलामा निर्माणाधीन पुलमा निर्माण गर्दा गर्दै एक्सिडेन्ट भएर चाहिँ निकै व्यक्तिहरू चाहिँ बनाउने व्यक्तिहरू चाहिँ मरेको भन्ने कुरा समाचारमा आएको थियो। खराब मान्छे आयो भने नमस्ते, अहिले हामी गोपेटार 3 हिलिहाङ भन्ने ठाउँमा आइसकेको छौँ। यहाँको दृश्य तपाईँलाई म अवलोकन गराउनेछु। यहाँ गोपेटारमा चाहिँ यो गणतन्त्र ल्याउनको लागि एकदमै आन्दोलन यस्तो छ है। धमाधम अहिले माथि कार्यक्रम छ अरे मुकुमलुङमा। धमाधम अहिले पुलिसहरू चाहिँ ओसार पसार भइरहेको छ। जुन यो क्षेत्र चाहिँ नागी भन्ने ठाउँमा चाहिँ हामी छौँ अहिले। काबेली हाइड्रो रहेछ हामी जस्ट देखेको। म चाहिँ दृश्यमा देखिन्छु, यो चाहिँ ताप्लेजुङ जाने बाटोमा मनमोहक दृश्यहरू चाहिँ भेटिन्छ। सुन्दर स्कुल रहेछ। काबेली खोला ताप्लेजुङ पाँचसर सिमाना होला सायद। यो ताप्लेजुङ सिमाना, ताप्लेजुङ र पाँचसरको सिमाना हो यो। अहिले हामी ठ्याक्कै ताप्लेजुङ र पाँचसरको सिमानामा आइपुग्दाखेरि काबेली खोला नजिकै यस्तो जुन घर चाहिँ भेटाइयो। जुन यो घर चाहिँ 15-20 वर्ष अगाडि मात्र यस्तो भेटिन्थ्यो अहिले गाउँघरमा। अहिले भर्खरै हामी फुङलिङ नगरपालिका 4 आइपुगिसकेका छौँ। यस्तो अवस्था छ यहाँनिर, तपाईँ देख्न सक्नुहुनेछ त साइडमा। नमस्ते, हामी चाहिँ तल बिरटाउनदेखि आएर चाहिँ माथि फेरीमा बस्यौँ र बिहानै हामी जाँदा जाँदै यहाँनिर चाहिँ एउटा गेट मिल्यो, जुन चाहिँ मुकुमलुङ प्रवेशद्वार भनौँ न होइन। उहाँले के लेख्नु भएको छ भने वर्ष 2020 भनेर लेख्नु भएको छ। सायद यो चाहिँ 2020मा निर्माण भएको हुनसक्छ होइन। यसमा यो चाहिँ तपाईँले पहिलो देखिरहनु भएको छ, यो चाहिँ सबै कपर हो, पुरै कपर होइन, पुरै कपरले चाहिँ बनेको चिज हो। जस्तो कपर भन्दाखेरि तामाको गागो छ जस्तै टाइपको, तर अझै त्योभन्दा पनि राम्रो
क्वालिटीको कपर हुनसक्छ। त्यही म चाहिँ अहिले कान्छी थानतिर छु, जुन चाहिँ माथिल्लो फेदीबाट समथिङ 1 किलोमिटर 2 किलोमिटर माथि होइन। आउँदै बाटोमै कान्छी थान छ, जुन कान्छी थान चाहिँ माथिको माताको आफ्नै कान्छी बहिनी रे भन्ने कुरा हुन्छ। यहाँ गरे पछाडि मात्र पुरा सिद्धि हुन्छ भन्ने कुराहरू छ। यहाँ यो चाहिँ अवलोकन गराउँदैछु तपाईँहरूले, अलिकति हामी यता पनि देखाउँछौँ। यस्तो छ तपाईँले यहाँनिर चाहिँ नजर फुटाउने ठाउँहरू चाहिँ अनि यसमा रहस्यहरू थुप्रै लुकेको हुनसक्छ। हामी चाहिँ अहिले केही समय भिजिट गर्दाखेरि हामी यसको कुराहरू चाहिँ हामी बुझ्न सक्दैनौँ। तर पनि यहाँ चाहिँ एकदमै यो कुन टाइममा पूजा गर्नुहुन्छ, यो चाहिँ एकदमै डरमर्दो र मनमोहक छ भनौँ न, यत्रो ठुलो अर्डर पनि। अनि यतातिर हेर्न सक्नुहुन्छ घन्टीले सजिएको होइन, अनि कपडैले सजिएको। पक्कै पनि यहाँ पूजा एकै समयमा गर्नुहुन्छ होला पक्कै पनि होइन। त्यो कुरा जानकारी दिँदै म निस्किन चाहन्छु यहाँबाट। नमस्ते, स्मी ताङसाङ गगन। यो चाहिँ मुकुमलुङको कोखबाट चाहिँ देखिएको एउटा दृश्य हो। हामी अहिले मुकुमलुङमा वृक्षारोपणको लागि उहाँहरू चाहिँ वृक्षारोपणको लागि गइराख्नु भएको छ। यसको लागि हामी अब्जर्भेसन गर्नको लागि गइरहेको छौँ। बाटो एकदम राम्रो छ, तर अक्सिजन पनि कम हुँदो रहेछ यो ठाउँमा होइन। यता देख्न सक्नुहुन्छ यो क्षेत्रमा यो आदिमकालदेखि चाहिँ लिम्बूहरूले चाहिँ यहाँ पुज्दै मुन्दुमी स्थल क्षेत्र भनेर चाहिँ उहाँहरूले दाबी गर्नुभएको छ भने पछिल्लो समयमा यो हिन्दू धर्मवादीहरूले पनि यो सम्पूर्ण भक्तजनहरूले पनि उहाँहरूले यो मनाइरहेको ठाउँ। त्यसैले चाहिँ यहाँ यो कमान क्षेत्र भनौँ न, यता मुन्दुमी मान्ने र हिन्दू धर्म मान्ने दुई पक्षले चाहिँ एकदमै मानेको स्थल हो यो क्षेत्र। त्यसैले यो क्षेत्रमा चाहिँ केबल कार राख्ने कुरा भइरहेको छ। यसलाई चाहिँ अब अलिकति उहाँहरूले विरोध गरिरहनु भएको छ। र यहाँनिर चाहिँ किन विरोध गर्नुहुन्छ भने यहाँ केबल कार राख्यो भने चाहिँ एकदमै यहाँको धार्मिक स्थल जति पनि धार्मिक मान्नुहुन्छ उहाँ जुन कुराहरूलाई चाहिँ मेटिन्छ भन्ने कुरा हिन्दू धर्म र किराँती मुन्दुम मान्ने उहाँहरूको चाहिँ यो कुरा छ, तर्क छ। त्यसैले चाहिँ यहाँ अहिले उहाँहरू बिरुवा रोप्नको लागि गइरहनु भएको छ। म पनि यस्तै ड्रेसमा छु अहिले, रेनकोट र प्लास्टिक ओढेर चाहिँ रिपोर्टिङ गर्नको लागि यो गाडी बढिरहेको छु। जिब्रो पनि लटपटिरहेको छ चिसोले, र हामी खासै रिपोर्टिङ गर्न सकिरहेको छैनौँ। यहाँनिर यो क्षेत्रमा चाहिँ एकदमै इलेक्ट्रिसिटीको कमी रहेछ। हामीले कुनै पनि डिभाइसहरू चार्ज गर्न नपाएकोले यहाँ कुनै पनि राम्रो तरिकाले हामीले रिपोर्टिङ गर्न सकिरहेको छैनौँ। 200 वर्ष अगाडिदेखिको कुन पुस्ताको स्टोरीले फडानी गरेको छ। यो एकदम यो नेपाल सरकारको गद्दार हो। फाइनली यहाँ मन्दिर मुकुमलुङको शिर पाथिभरामा चाहिँ आइपुग्नु लागेको छौँ, जहाँ चाहिँ गेट यस्तो रहेको छ। हामी अझै माथि पुगेर चाहिँ अवलोकन गराउनेछौँ तपाईँहरूलाई। दर्शक श्रोताहरू, यहाँ चाहिँ मुकुमलुङको हामी शिरमा छौँ। यहाँ फडानी गरेको बिरुवाहरू चाहिँ नेपालको राष्ट्रिय फुल लालीगुराँस फडानी गरेको दृश्यहरू चाहिँ यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले। यहाँ चाहिँ अहिले याकथुङबाहरूले महागुरु फाल्गुनन्दको शालिग पनि राख्नुभएको रहेछ भने अलिक तलतिर चाहिँ पाथिभरा माग पनि देखिन्छ। यो पाथिभराको परिसरमा योभन्दा हाइटी नभएको एकदमै उच्च परिसरमा चाहिँ यहाँ किराँत याकथुङबाहरूले चाहिँ चोलुङ उठाइरहनु भएको रहेछ। यहाँनिर चोलुङ भन्छ, यहाँ देख्न सक्नुहुन्छ। यहाँदेखि तल चाहिँ तल्लो स्टेपमा चाहिँ पाथिभरा माता बस्नु भएको छ भने यता फाल्गुनन्दको शालिग रहेको छ। यहाँ पनि एउटा उहाँहरूको चोलुङ छ। यहाँको दृश्य चाहिँ म तपाईँलाई अवलोकन गराउन सकिनँ, किनभने यहाँ पाथिभरा एकदम हाइटी ठाउँ, पुरा हुस्सी लागेको अवस्था छ भने तल्लो स्टेपमा चाहिँ पाथिभरा माताको चाहिँ जुन मन्दिर छ, पाथिभरा माता आदिवासी याकथुङ लिम्बूहरूको मुन्दुमी र संस्कृति आस्थाको पवित्र स्थल मुकुमलुङ हो भनेर चाहिँ उहाँले शिलालेख अथवा अभिलेख गर्नुभएको छ। यहाँनिर यहाँको दृश्य पनि देखाउने छ यहाँभित्र। म जन्मेदेखि जिन्दगीमा फर्स्ट टाइम आएको यहाँनिर होइन। मैले कति सम्झिन्थेँ उहाँलाई होइन, भगवान्लाई, तर म कहिले आउनु सकेको थिइनँ क्या। आउँदाखेरि मैले यस्तो असोचरी देखेँ कि यहाँनिर तपाईँ देख्न सक्नुहुन्छ माताको माथि
जति पनि देखिरहनु भएको छ यो सिल्भर होइन चाँदी भनौँ न होइन चाँदीको छाता होइन उहाँले ओढिरहनु भएको छ भने यहाँ यस्तो तरिकाले चाहिँ पाउ लगाएर बसिरहनु हुन्छ अनि हामीले चाहिँ ठोक्नु पर्दाखेरि यहाँ पाउमा ठोक्नु पर्ने रहेछ होइन मैले यसो हेर्दाखेरि यता धेरै मैले कुराहरू चाहिँ मैले देखाउँछु तर पनि मैले खासमा त्यति नजानेको कुराहरू यहाँनिर छ होइन अनि यतापट्टि यहाँनिर चाहिँ फेरि याथुङबाको भगवान् छ भन्ने कुराहरू छ यहाँ चाहिँ अलिकति मैले यहाँ हाम्रो सरसँग पनि कुरा गर्छु नमस्ते आदाङबा अलिकति यहाँ बुझाइदिनुहोस् न यहाँनिर के छ यो खासमा के को लागि हो भनेर अलिकति बुझाइदिनुहोस् न यो तपाईँलाई त थाहा छ होला यो ढुङ्गा यो युमामाङको चाहिँ शिला भनेर चाहिँ यो चाहिँ हजुर यो चाहिँ मेन युमामाङको शिला हजुर त्यति नै अनि यतापट्टिको यो चाहिँ नागकन्या भन्छ जलपरी पनि रहेछ यता चाहिँ जलपरी अनि यता यो यिनीहरू यो चाहिँ हाम्रो पाथिभरा मन्दिरमा खुलेको मेन शिला चाहिँ यहाँ छ अनि यता चाहिँ माता हजुर यस्तो पनि छ यहाँनिर चाहिँ यहाँ यस्तो दृश्य देख्नु सक्नुहुन्छ यहाँदेखि थुप्रै फाँडी भइरहेको छ गुराँसको होइन यहाँ यस्तो छ होइन देख्न सक्नुहुन्छ यहाँको दृश्य चाहिँ यस्तो छ जहाँ चाहिँ अहिले बाटोमा चाहिँ यसरी पानीले नभिजोस् भनेर चाहिँ उहाँले यसरी बनाउनु भएको रहेछ र साइडमा चाहिँ उहाँले एकदमै गुराँस पनि एकदमै फाँडी गर्नुभएको छ तर यति यो गुराँसलाई फेरि यसलाई चाहिँ रिकभर गर्नको लागि चाहिँ पक्कै पनि 500 वर्षभन्दा पनि ज्यादा लाग्छ किनभने धेरै वर्ष अगाडिको यो गुराँसहरू चाहिँ उहाँले यहाँ फाँडी गर्नुभएको छ होइन वाउ हाम्रो सल्लाहकारज्यूले झोम्पलबाट खन्ने क्रम भएपछि अहिले चाहिँ बिरुवा रोप्ने क्रममा हाम्रो चन्द्रप्रकाश चन्द्रजी हाम्रो सहसचिवजी हुनुहुन्छ पहिचानवाद एकता अभियानका सबै एकजुट हुनुपर्छ भन्ने हामी सबैको धारणा छ अहिले मुकुमलुङलाई हरियाली बनाउन हामी उन्मुख छौँ राज्य सरकार चाहिँ यसलाई उजाड बनाउन खोजिरहेको छ ल है कि आखिर हामी हरियो बनाउन गइरहेछौँ हजुर एकदम मजाले अब हामी विध्वंसक होइनौँ हामी संरक्षक हौँ ल धन्यवाद प्रकृति प्रेमीहरू मुन्दुमवादीहरू यहाँ जम्मा भएका छौँ संयौँको रूपमा छौँ यसरी हामीले चाहिँ चन्द्र ढकालले चाहिँ हाम्रो केपी ओली चन्द्र ढकालहरूले चाहिँ यो भ्रष्टाचारी होइन घुसखोरहरूले चाहिँ देशलाई सिद्ध्याउने वन जङ्गल सिद्ध्याउने डाँडा काँडा सिद्ध्याउने उजाड बनाउनेतिर उन्मुख हुनुहुन्छ भने हामी पहिचानवादीहरू आदिवासीहरू र यो देशका भूगोलका खास भूमिपुत्रहरू देशप्रेमीहरू चाहिँ यसरी हामी हरियाली बनाउनतर्फ उन्मुख भइरहेका छौँ तपाईँले देखिराख्नु भएको छ कुम्लुङमा बिरुवाहरू रोपेर चाहिँ उहाँहरू अहिले फर्किने क्रममा एकदमै लाइन भएर चाहिँ आइरहनु भएको छ एकदमै हजुर यहाँ चाहिँ बबाल लगभग हामी 500-600 जस्तोको लाइनमा देखिनुहुन्छ उहाँहरू यहाँनिर यता अगाडि पछाडि होइन अनि वृक्षारोपण समाप्त गरेर चाहिँ फेरि उहाँहरू अहिले घरतिर फर्किने क्रमहरू चाहिँ जारी नै छ फर्किने क्रममा हुनुहुन्छ यो ह्यान्डसम भाइ चाहिँ यता के छ अझै फर्किनु पर्ने हो कि कस्तो भयो तपाईँलाई थाहा छ कसैलाई थाहा छ तपाईँहरूलाई अझै फर्किनु पर्ने हो आन्दोलन जारी छ हामी आधी भएर लड्नेछौँ हार्दैनौँ कुनै सत्तासँग हेर्दैनौँ कुनै शासकसँग
श्रृङ्खला दोस्रो कार्यक्रमलाई समापन गरिदिनका लागि मुकुमलुङ संयुक्त सङ्घ समितिको संयोजक श्री लिङखिमजीलाई अनुरोध गर्दै बिदा हुन चाहन्छु सेवारो अथवा भन्ने अथवा ढकालका त्यस्ता हतियारहरू नरहेको अवस्थामा पनि हामीलाई सुरक्षा यत्ता दिएर आज यहाँनिर चाहिँ राज्यले कि हामीलाई राम्रो सुरक्षा प्रत्याभूत गराएको हुनुपर्छ कि यो आन्दोलनकारीहरू सँगसँगै केबलकार बनाउनु पर्छ भन्ने पनि छ भन्ने खालको भाष्य बनाउन जहिले पनि यो आन्दोलनलाई कुदृष्टि राखेको त्यस्तो खालको चाहिँ चिसो हामीलाई आभास भएको छ। लडाकु साथी मुकुमलुङमा वृक्षारोपण पश्चात अहिले झापालाई छुटाएर घर पठाउने कार्यक्रम चलिरहेको छ। दफा उहाँले चाहिँ पठाउनु हुँदैछ यहाँनिर होइन, गरेर पठाउनु हुँदैछ होइन झापा। अनि अब कुन 5 तर होइन त्यसरी नै उहाँहरूले चाहिँ दफा छुटाएर पठाउनु हुँदैछ यहाँनिर। प्लेजोङको काफ्ले पार्टीमा अहिले अहिले आफ्नो घरतर्फ चाहिँ जाने कार्यक्रम चाहिँ चलिरहेको छ यहाँनिर। नमस्ते दर्शकबिन श्रोताहरू, यहाँ देख्न सक्नुहुनेछ तपाईँहरू यहाँ मुकुमलुङमा अहिले केबल कार राख्ने कुराहरू चलिरहेको छ। यो केबल कार राख्नुको सट्टा चाहिँ यो जुन हिलाम्य बाटोलाई चाहिँ एकदमै राम्रो बनाइदिए त तीर्थयात्रीहरूले मजाले हिँड्नु पाउनुहुन्थ्यो होला नि त होइन। तर यहाँनिर चाहिँ एकदमै आफ्नै फाइदा मात्र हेर्ने र वर्षौँदेखि नबनेको यो जुन हिलाम्य बाटोलाई चाहिँ यथावत राख्ने उहाँहरूको कुदृष्टि कुनियत माथि तपाईँहरू के भन्न चाहनुहुन्छ?